So hello and namaste, good morning everyone. So welcome back to my YouTube channel CST Vlog. अनि कस्तो अड्केको अनि त्यही हो आज नि फेरि त्यही माथि कामतिर आछु अनि अहिले चाहिँ हिउँहरू चाहिँ कमै भइसकेको रहेछ। जाडो पनि ठिकै रहेछ, त्यस्तो विधि जाडो पनि छैन हैन। अनि चाहिँ यहाँ तार चाहिँ यसरी बेरे रहेछ क्या, अनि त्यो तारलाई चाहिँ खुलायो, अहिले जसो तसो खुलाइदियो। अनि यहाँ यस्तो त्यो आएर रहेछ क्या, त्यो के भन्छ हिउँ परेर हिउँहरू चाहिँ सब त्यसरी झरे रहेछ। अनि धेरै भएपछि यसो पाखातिर नबस्ने हुन्छ नि त, त्यसले गर्दाखेरि त्यो भएर चाहिँ अनि झरे रहेछ। अनि त्यही हो काम पनि आज लगभग लास्ट डे सोचेछु म, भोलिदेखि चाहिँ नआउने सोचेछु, के हुन्छ काममा आउन पनि सकिन्छ नआउन पनि सकिन्छ, हेरौँ के हुन्छ। सबै चाहिँ नआउने सोचिरहेको छु मैले। आज चाहिँ मन्थको लास्ट हो, सो त्यही भएर अब आउँछु आउँदैन आज नै आउन त्यति मन लागेको छैन। यस्तो डेन्जर छ यहाँनिर होइन, जतिखेर नि ढुङ्गाहरू खस्न सकिन्छ, जतिखेर नि जे पनि हुनसक्छ कि थाहै छैन क्या। यहाँ त यस्तो बाल डेन्जर, अब ल यो यस्तो खसिएछ, यो ठुल्ठुलो ढुङ्गा यसरी खसिएछ होइन, भन्नै सक्दैन क्या यहाँको वेदर। अघि बिहान आउँदाखेरि बिहानभन्दा नि अघि भर्खर कति लगभग हामी 8:30-9 बज्न लाग्दा आइपुग्यो हो होइन। अहिले त्यस्तो भइसक्यो क्या, मौसमको केही भर छैन क्या यहाँको त, यस्तो छ। अनि त्यही हो हिउँहरू चाहिँ यस्तो देख्न सक्नुहुन्छ, अझै पनि छ अलिअलि होइन, यहाँ भित्ता पाखातिर। सो त्यही नै हो, यस्तो यस्तो छ। अनि दारी जुङ्गा सब काट्ने बेला भइसक्यो, यत्रो 1 महिना भइसक्यो, 1 महिना राखेको त झुसे भइसक्यो। के भन्ने अब लास्टै नै आएर रहेछ कि यहाँ चाहिँ, ल यसरी आएर चाहिँ यो पहिला थिएन होइन। त्यो माथितिर यो भित्तातिर त्यो भएकोहरू सब झरेर रहेछ क्या। अनि त्यही हो अब हेरौँ के हुन्छ यो अब भोलिको दिनहरूमा कस्तो के हुँदै जान्छ। अब काम चाहिँ नगर्ने नै सोचिरहेको छु मैले, अलिकति चित्त बुझ्दो नै भइरहेको छैन। चित्त नबुझ्ने काममा कति बस्ने भनेर त्यही नै हो। अब यसो एक राउन्ड हेरिदिउँ है त, कस्तो के देखिन्छ भ्यूलाई चाहिँ हेर्नै पर्छ है त। कामको सिलसिलामा अनि पानी खतरा पर्यो आज चाहिँ होइन। यसो साइडतिर घुमदिउँ, यता आएको। अनि यो फुलहरू चाहिँ कस्तो बबाल फुल्दो रहेछ क्या, यस्तो ल यो 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 यस्तो पाखातिर फुल्दो रहेछ होइन। हिजो मैले यसो रिसर्च गरेँ, ChatGPT-लाई सोधेँ, गर्दाखेरि चाहिँ यसको नाम चाहिँ गगन फुल भन्दो रहेछ नेपालीमा चाहिँ होइन। अनि यसमा के भन्छ थाहा छैन, यस्तो यस्तो फुल्दो रहेछ क्या, यस्तो भिडभाडमा क्या दामी फुल्दो रहेछ होइन। यसरी भन्ने अब यस्तो त्यसले चाहिँ के हो भने यल्लो के हो भन्ने थियो, यस्तो रहेछ बबाल देखिँदो रहेछ। अघि त्यहाँ नजिक हेरेको म, अब फोटोमा देखाउँछु नि, त्यही नै हो। यस्तो डेन्जर क्या। अब ल यहाँ माथिबाट ढुङ्गा खस्यो भने यहाँ त मान्छे त गयो, को कहाँ जान्छ भन्ने कुरा
त्यो हामीलाई मात्र थाहा छ। हिउँ अझै पनि छ। त्यही हो, अब आइन्न होला। आज लगभग लास्टै होला मेरो काम। कामलाई चाहिँ छोडिदिने, टाटा गरिदिने सोचेको। चाइनिजहरू अब अलि ल्याङ काम चाहिँ अब के काम हो अतो पत्तो छैन। दुःख अलि बढी नै जस्तो लाग्यो। त्यो माथि बिहान देखाएको ठाउँ चाहिँ त्यहाँ माथि हो। त्यो हिम पहिरो आएको त्यो त्यहाँको पाखाको सबै हिउँ चाहिँ तल झरे रहेछ। त्यही नै हो। अब यस्तो फोटोहरू देखाएँ, फोटोहरू रे भिडियोहरू हेरेर साथ दिनु होला। म चाहिँ यो फुल हेर्दा आएको कस्तो हुँदो रहेछ भनेर। अब मजाको फुल्दो रहेछ, दामी फुल्दो रहेछ। ल अब एकदम फर्किम। पानी पनि पऱ्यो यो ठाउँमा, केही ठेगानै हुँदैन कतिखेर पानी पर्छ कतिखेर के अरे हिउँ पर्छ भन्ने कुरा। त्यही नै हो। त्यो चाहिँ फुल चाहिँ हेर्नुपर्ने हुन्छ। एकचोटि हेरौँ है के रहेछ। ल निगन